पूर्व राजाको प्रजातन्त्र दिवसको अवसर पाएर आएका वक्तव्यलाई चाहिँ देखेर अथवा त्यो पढेर हामीले लोकतन्त्रै समस्यामा छ भन्ने हिसाबबाट चाहिँ त्यो भाष्य अगाडि ल्याइनु हुँदैन। एउटा नागरिकको हिसाबले अहिले निर्वाचनको वातावरणमा जुन किसिमका चाहिँ घटनाक्रमहरू घटेका छन् त्यसलाई चासो र चिन्ता गर्ने कुरालाई त्यसलाई अन्यथा पनि लिनु हुँदैन। आज यो लोकतन्त्र कति समस्या छ भने तत्कालीन राजाबाट भन्दा पनि अहिलेको अराजकता र अराजकता समूहको चाहिँ नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा जुन किसिमको कामहरू भइरहेको छ योबाट नै यो लोकतन्त्र चाहिँ खतरामा छ जस्तो अनुभूति हुन्छ। हामी तपाईलाई थाहा छ नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्वमा सरकार थियो। जेनजीको नाममा आन्दोलन भयो। त्यो आन्दोलनमा जुन किसिमको चाहिँ क्षति भयो 19 जना नवयुवाहरूले संसद भवन अगाडि ज्यान गुमाउनु पर्यो र त्यसको भोलिपल्ट हाम्रा सम्पदाहरू जले 50 भन्दा बढी युवाहरू विभिन्न कतै तपाईको लुटपाटमा चाहिँ संलग्न भएको घटनामा चाहिँ कारागारबाट भाग्ने क्रममा चाहिँ मृत्युवरण गर्नुपर्यो। त्यो एउटा काली लाग्दो यो दुर्घटना त्यो घटना यो मुलुकले बिहोर्नु पर्यो। जुन सरकार बन्यो त्यो डिस्कर्ड मार्फत त्यो चाहिँ डिस्कर्ड मार्फत बनेको सरकारले जुन समिति बनायो त्यो समितिमाथिको प्रश्न हाम्रो पार्टीको आजसम्म पनि छ र जुन छानबिन समितिले आजसम्म पनि त्यसको निष्कर्ष बाहिर ल्याउन सकेको छैन। निर्वाचनमा चाहिँ गइरहेको छ र एउटा आरोप हाम्रो मातृ पार्टीलाई लगाउने खालका कामहरू भएका छन्।